हेलो गुड मर्निङ। आज चाहिँ म तपाईँहरूलाई विशेष गरेर है एक दुईवटा मेरो आफ्नै यो पनि हाइब्रिडै हो है, त्यो देखाउनु गइरहेको छु। त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ विशेष गरेर है यो यो चाहिँ अब यो पनि अब अरिजिनल स्पेसिसबाट नै मैले हाइब्रिडाइजेसन गरेको। यसको युनिकनेस चाहिँ के छ भन्दाखेरि चाहिँ हेर्नुहोस्, एउटै बोटमा दुई किसिमको कलरको फुल छ है। अब यो हेर्नुहोस्, तपाईँहरूको यो लाइट पिङ्क हेर्नुहोस् है त, हुनु त यो अरिजिनल स्पेसिस हो। त्यसकै हाइब्रिडाइजेसन यो चाहिँ विशेष गरेर मैले अरिजिनल स्पेसिस र तपाईँको लिमालाई गरेको थिएँ। र यो हेर्नुहोस्, र यसमा एउटा चाहिँ पहिला चाहिँ यसको सेतोमा हुन्छ, वाइट कलरको एन्थोनी हुन्छ यो है। त्यहाँदेखि चाहिँ यो अलिकति मेच्युर हुँदै यो गएपछि चाहिँ एउटै बोटमा तपाईँको बोट एउटै हो र यसमा तपाईँको दुई किसिमको एन्थोनियम फुलेको फुल छ यसमा। यो मेरो आफ्नै हाइब्रिड हो। त्यसै गरेर यो मैले लिमासँग गरेको लाइट पिङ्क, र यसलाई चाहिँ मैले बटरफ्लाई, अलिकति बटरफ्लाई टाइपको छ। हेर्नुहोस् यसको फुल है, यस्तो खालको लाइट पर्पल है। यो पनि मेरो आफ्नै हाइब्रिड हो। अनि यसको लिफ पनि ठुल्ठुलो छ। र त्यसै गरेर यो देखाउँदैछु। यसमा चाहिँ जम्मा अहिले दुईवटा मात्रै फुलेको छ। जम्मा तपाईँले एउटै बोटमा तीन किसिमको फ्लावर फुल्छ यसमा है। यो पिङ्क, यो लाइट ग्रिन र वाइट है। यो पनि मेरो आफ्नै हाइब्रिड हो। त्यसै गरेर मेरो हाइब्रिडाइजेसन र एन्थोनियम प्रोजेक्टको प्लान्ट्सहरू हो यो। यसलाई पनि मैले क्रस गर्दैछु। यसबाट पनि हाइब्रिड बनाउने चाहिँ ट्राई गर्दैछु म। र अब तपाईँहरूलाई अनि यो पनि मेरो आफ्नै हाइब्रिड एन्थोनियम्स हो। यसरी म चाहिँ मेरो हाइब्रिडाइजेसन र एन्थोनियम प्रोजेक्टको यो चाहिँ आजको भिडियो तपाईँहरूलाई देखाउँदैछु। गुड मर्निङ, र आज सबैजना भेटौँ आजको वर्कसपमा भन्दै आजको शुभ बिहानीको शुभेच्छा प्रकट गर्दछु। धन्यवाद।